बुट्टा राम 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 जङ्गलै बुट्टाहरू ट्रक छ सबै यो गाडी लगिहाल्यो ट्रक ल यहाँ पनि नबसौँ है यहाँ खतरा भिड यस्तो नजिक छ यहाँ पनि नबसौँ ए ट्रकै बगायो निकाल्न खोजेर ट्रकै बगायो यहाँ नबसौँ है यहाँ पनि भिड छ नजिक फेरि हान्दा के बगायो उ हेर्नु न सबै मान्छे के भयो कि भएन होला यो मान्छेहरु छिटो गयो हुँदैन नि उ तलको मान्छे आन्टी ल हेर्न अझै त्यति नै हेरेर बसेको होला नि उ त हेर्न न त्यो आइमी किन आउँछ नि ओ दिदी नौ कर ल हेर न झन् दिदीले नि बगाइन्छ के रे भागभन्दा भाग्दैन ओ दिदी भाग्नु भाग्नु माथिबाट आयो भाग्नु छिटो भाग भाग माथि जोडिहाल्यो नि छिटो यो भगवान् भाग भाग ट्रकले बगायो तु हेर त दाउराको ट्रक रहेछ पुरै दाउरा उता दुईटा बच्चाहरू हेर्नु न उता बस्यो भने शनिबारको दिनमा खालीबाट यस्तो लागेको हेरौँ न हेलो भाइ अब भाडी आउँछ बालुवा नै बालुवा हो बाटो नै भिजाइदियो हेर त ग्यास हेर त निलीमा ग्यासको सिलिन्डर हेर त होइन ऊ त्यहाँ देख्यो त्यो दाउराको यता ल्यायो ठोक्यो ती उही यतै ल्यायो हेर्नु त बिग्रिनु भयो त्यो ग्यासको सिलिन्डर मान्छे बजीजना बगाइदियो त्यहाँ दुई तीनजना मान्छे मान्छे पनि कतै नगइन्थ्यो टायरहरू है हेर न ग्यासको सिलिन्डर देख्यौ ऊ त्यहाँ हेर त मेरो हात पाउलाको सिधा हेर त देख्यौ दाउरानिर यता अलि यता त्यो दाउरा एउटा अड्केछ नि ए देखेँ आउँ कति सानो देखेको है कस्तो भोलुमा आएको भने कति ठुलो लाग्छ गाई नआउने जस्तै भयो त है ऊ त्यहाँ माटो पानी जस्तो त कहीँबाट पनि ल्याइँदैन यो त ग्यास सिलिन्डर छ भने
के ढुङ्गाको भक्ष आउँदाखेरि त्यहाँ थाहा पाउनु सक्छ मान्छे पल्टी पढाउनु भएको त्यहाँदेखि यहाँ आउन यत्रो मिनट लाग्यो 100 मिनट लाग्यो अब यहाँ डुङ्गा चलाउने भएको डुङ्गा त डुबिहाल्छ पम्पको डुङ्गा है ट्रक लाग्यो ट्रक बगायो ऊ त थियो बगायो त्यो त अर्केको पाङ्ग्रा हो ट्र्याक्टरको पाङ्ग्रा हो सानो मान्छे मान्छे बाल्दा चाल्दै थियो भाग्दै भाग्दै थियो समाज खेलेको पानीले बच्चाहरू